प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, जय मसीह अनि नमस्कार। के तपाईले कहिले सोच्नु भएको छ कि तपाईको जीवनमा एउटा यस्तो शक्ति छ जसले तपाईको सबैभन्दा ठूला चुनौतीहरूलाई पार गर्न, असम्भवलाई सम्भव बनाउन र तपाईको हृदयमा शक्ति भर्न सक्छ? त्यो शक्ति हो प्रार्थना। आज हामी प्रार्थनाको गहन महत्त्व र यसको असीम शक्तिको बारेमा चर्चा गर्छौं। यदि तपाईँ आफ्नो विश्वासलाई अझ गहिरो बनाउन, परमेश्वरसँग नजिक हुन र आफ्नो जीवनमा वास्तविक परिवर्तन देख्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरूको लागि हो। सरल भाषामा भन्नुपर्दा प्रार्थना भनेको परमेश्वरसँगको कुराकानी हो। यो हाम्रो आत्माको श्वास हो। जसरी हाम्रो शरीरलाई श्वासको आवश्यकता पर्छ, त्यसरी नै हाम्रो आत्मालाई प्रार्थनाको आवश्यकता पर्छ। बाइबलले प्रार्थनालाई परमेश्वरसँगको घनिष्ठ सम्बन्धको माध्यमको रूपमा प्रस्तुत गर्छ। हामी उहाँलाई हाम्रा विचारहरू, भावनाहरू, डरहरू, आवश्यकताहरू र कृतज्ञता व्यक्त गर्न सक्छौं। यो एकतर्फी कुराकानी मात्र होइन, तर परमेश्वरले हाम्रो हृदयमा वा बाइबलको वचनद्वारा जवाब दिनुहुन्छ। फिलिपी 4:6-7 मा लेखिएको छ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र बिन्तीद्वारा धन्यवाद सहित आफ्ना निवेदनहरू परमेश्वरलाई जनाऊ। तब परमेश्वरको शान्ति जो सबै समझ भन्दा बाहिरको छ, त्यसैले ख्रीष्ट येशूमा तिमीहरूका हृदय र मनलाई सुरक्षित राख्नेछ। यस प्रार्थनाले कसरी शान्ति ल्याउँछ भन्ने स्पष्ट पार्छ। आउनुहोस् अब प्रार्थनाको महत्त्व र यसको अद्भुत शक्तिलाई अझ नजिकबाट हेरौं। 1 मा परमेश्वरको सम्बन्ध बनाउने माध्यम। मलाई पुकार र म तिमीहरूलाई जवाब दिनेछु र तिमीले नजानेका ठूला र गुप्त कुराहरू देखाउनेछु। यिर्मया 33:3। प्रार्थनाले परमेश्वरसँग हाम्रो सम्बन्धलाई गहिरो बनाउँछ। जब हामी नियमित रूपमा उहाँसँग कुरा गर्छौं, हामी उहाँलाई अझ राम्ररी चिन्छौं, उहाँको प्रेम अनुभव गर्छौं र उहाँको इच्छा बुझ्न सक्छौं। यो सम्बन्ध कुनै राजा र प्रजाको जस्तो मात्र होइन, बरु एउटा प्रेमी बुवा र उहाँका सन्तानहरू बीचको घनिष्ठ सम्बन्ध हो। 2 मा शान्ति र सान्त्वनाको स्रोत। तिमीहरूका सबै चिन्ता म माथि राख, किनकि म तिमीहरूको वास्ता गर्छु। पहिलो पत्रुस 5:7। जीवनमा धेरै चिन्ता र डर, तनाव हुन्छ। प्रार्थनाको माध्यमबाट हामी यी सबै बोझ परमेश्वरलाई सुम्पन सक्छौं। जब हामी हाम्रा सबै समस्याहरू उहाँलाई बताउँछौं, तब हाम्रो हृदयमा एउटा अद्भुत शान्ति आउँछ जुन संसारले दिन सक्दैन। 3 मा निर्देशन वा बुद्धिको लागि। यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको कमी छ भने उसले परमेश्वरसँग मागोस्, जसले सबैलाई उदारतापूर्वक र बिना दोष दिनुहुन्छ र उहाँलाई दिइनेछ। याकुब 1:5। जब हामी जीवनका महत्त्वपूर्ण निर्णयहरू लिन्छौं र कुनै समस्यामा फस्छौं, तब प्रार्थनाले हामीलाई सही मार्ग निर्देशन र बुद्धि प्राप्त गर्छ। परमेश्वरले हाम्रो प्रार्थनाको जवाब विभिन्न तरिकाले दिनुहुन्छ, जस्तै बाइबलको वचन, अरू मानिसहरूसँग मार्फत वा हाम्रो हृदयमा स्पष्टता दिएर। 4 मा परिवर्तन शक्ति। धर्मी मानिसको प्रार्थना ठूलो शक्ति हुन्छ र त्यसैले धेरै काम गर्छ। याकुब 5:16। प्रार्थनाले हामीलाई व्यक्तिगत रूपमा परिवर्तन गर्छ। यसले हाम्रो चरित्रलाई निखार्छ, हामीलाई नम्र बनाउँछ र परमेश्वरको इच्छा अनुसार चल्न मद्दत गर्छ। साथै प्रार्थनामा परिस्थितिलाई पनि परिवर्तन गर्ने शक्ति हुन्छ। बाइबलमा एलियाले प्रार्थना गरे, वर्षा रोकिएको र फेरि वर्षा गराएको। याकुब 5:17-18 जस्ता धेरै उदाहरणहरू छन्। 5 मा आत्मिक युद्धमा हतियार। हाम्रो लडाई मांसाहार र रगतको विरुद्धमा होइन, तर शासकहरू, अधिकारीहरू, यस संसारका अन्धकारका शक्तिहरू र स्वर्गीय ठाउँमा भएका दुष्टका आत्मिक सेनाहरूको विरुद्धमा हो। एफेसी 6:12। हामी आत्मिक युद्धमा छौं। हाम्रो प्रार्थना सबैभन्दा शक्तिशाली हतियार हो, जसद्वारा हामी शैतानका युक्तिहरूको प्रतिरोध गर्छौं र आत्मिक विजय प्राप्त गर्छौं। 6 मा कृतज्ञता र आराधनाको अभिव्यक्ति। उहाँका ढोकाहरूमा धन्यवाद सहित र उहाँका चोकहरूमा स्तुति सहित प्रवेश गर। भजन संग्रह 100:4। प्रार्थना केवल हाम्रो आवश्यकताहरू माग्नको लागि मात्र होइन, तर परमेश्वरलाई उहाँको भलाइ, प्रेम र महानताको लागि धन्यवाद दिनु र उहाँको आराधना गर्नको लागि पनि हो। कृतज्ञताको प्रार्थनाले हाम्रो हृदयलाई परमेश्वर प्रति बढी उन्मुख बनाउँछ। अब महत्त्वपूर्ण प्रश्न आउँछ, हामी कसरी प्रार्थना गर्ने? नियमित समय छुट्याउनुहोस्। हरेक दिन प्रार्थनाको लागि निश्चित समय छुट्याउनुहोस्, चाहे त्यो बिहान होस् वा बेलुका। इमानदारीपूर्वक बोल्नुहोस्। आफ्नो मनका कुराहरू परमेश्वरसँग इमानदारीपूर्वक बताउनुहोस्। उहाँले तपाईँको भावनाहरू बुझ्नुहुन्छ। बाइबल पढ्नुहोस्। प्रार्थना गर्नु अघि बाइबलको वचन पढ्नुहोस्। यसले तपाईँलाई परमेश्वरको इच्छा बुझ्न मद्दत गर्छ। विभिन्न प्रकारका प्रार्थना गर्नुहोस्। धन्यवादको प्रार्थना, पश्चातापको प्रार्थना, बिन्तीको प्रार्थना र अरूका लागि मध्यस्थताको प्रार्थना गर्नुहोस्। विश्वासको प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुन्छ र
जवाब दिनुहुन्छ भन्ने विश्वास राख्नुहोस्। साथीहरू, प्रार्थना परमेश्वरले हामीलाई दिनुभएको एक अमूल्य उपहार हो। यसले हाम्रो जीवनलाई मात्र परिवर्तन गर्दैन तर परमेश्वरसँगको हाम्रो सम्बन्धलाई पनि गहिरो बनाउँछ। हरेक दिन प्रार्थनामा लाग्नुहोस् र यसको अद्भुत शक्तिलाई आफ्नो जीवनमा अनुभव गर्नुहोस्। यो भिडियोबाट तपाईले के सिक्नुभयो? कुन कुराले तपाईलाई प्रार्थना गर्न सबैभन्दा बढी प्रेरित गर्यो? कमेन्ट बक्समा आफ्ना विचारहरू लेख्न नबिर्सिनुहोला। यदि यो भिडियोले तपाईलाई थोरै भए पनि सहयोग गर्यो भने कृपया लाइक गर्नुहोस् र आफ्नो साथीभाइ र परिवारसँग शेयर गर्नुहोस् र यस्तै प्रेरणादायक सामग्रीहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। धन्यवाद।